2082 सालको जेठ 29 गते शुक्रबार अत्याधिक गर्मी भएका कारणले गर्दा हामी मनमिल्ने साथीहरू मिलेर सिराज जिल्ला अदालतको टोली पहाडी क्षेत्रतिर जाने जमर्को गर्यौँ। हाम्रो गाडी आइसकेको छ। हामी अब गाडी चढेर पहाडी एरियातिर जाने विचार गरेर अगाडि बढ्दैछौँ। हाम्रो गाडी पूर्णतया वातावरण अनुकूलित भएकाले गाडीभित्र छिरेपछि साँच्चै हामीले राहत महसुस गर्यौँ। फुल एसीमा चलेको गाडीभित्र साथीहरूको रौनकता नै निकै बेग्लै थियो। आफ्ना आफ्ना गीत सङ्गीतमा झुमेका सबैजना। गाडीको यात्रा अब राम्रोसँग हुइकिएको थियो। गाडी सिन्धुली गढीतिरसम्म पुग्ने गरी हामीले हिँडेका यो यात्रा अब जारी भएको छ। विविध किसिमका गफगाफ गाडीभित्र गर्दै गर्दै गीत सङ्गीतमा झुम्दै साँच्चै गुड फ्राइडे मनाउनका लागि हामी हुइकिएका छौँ। बिचमा आएका ती सिरिजका फुलहरू फुलेका ती बाटोहरू, यति बेलाको मौसम साँच्चै रमणीय नै थियो। गाडीभित्र एकदम रोमाञ्चक किसिमको वातावरण तयार भएको थियो। सबैजना रमाइलो गर्ने मनस्थितिका साथीहरू भएकाले गर्दाखेरि होला एकदमै रमाइलो भइरहेको थियो। बाटोमा गुलमोहर फुलेको यो दृश्यले साँच्चै लोभ्याएको थियो ठाउँ ठाउँमा हामीलाई। मिर्चया भन्ने ठाउँमा पुगेपछि एकछिन ओर्लेर त्यो बजारहरू हेर्न हामीले। आँपको सिजन थियो। अब खाजा खान बस्यौँ हामी। केही नास्ता पानी खाएर अब हामी उकालो चढ्ने तर्खरमा छौँ। नास्तापछि हामी अब यो उत्तरतिर लागेको कटारीतिरको यात्रामा छौँ। अब हाम्रो गाडी हाम्रो यात्रा सुरु भयो। ल सरेर गाडी फेरि वहिँकिएको छ। गाडीभित्रको दृश्य फेरि उही नै छ। उपस्थिति साँच्चै नै लाभदायक छ सबैजनाको। सामान्य कुरामा पनि रमाइलो गर्ने सोच भएका साथीहरू भएर होला सायदै यात्रा गरेको पनि त्यस्तो अनुभूति भइरहेको छैन। हामी एकदमै कोठैमा बसेर गर्नु गइरहेको छ जस्तो लाग्दैछ। हेर्दा हेर्दैमा जमन मायाको फुल बुझियो। हेर्दा हेर्दैमा जमन मायाको फुल बुझियो। अलिकति उकालो बाटो लाग्न थालेपछि पहाडहरू देखिन थाले, हरियालीहरू देखिन थाले।
बाटो एकदमै राम्रो रहेछ, खुल्ला बाटो भएकोले पनि होला हाम्रो गाडी एकदमै रन्किएको थियो। सम्भवतः 80-90 को स्पिडमा आउनुपर्छ गाडी। गोधुली साँझ सूर्य ढल्न लागेको, अस्ताउन लागेको सूर्यको रमाइलो दृश्यहरू हेर्दै हेर्दै हामी अगाडि बढिरहेको। दृश्यले पनि मनमोहक बनाउँछ बेला बेला। अनि एकैछिन रमाइलो फ्रेस हुनका लागि ओर्लिएर साथीहरू फ्रेस भइसकेपछि अब फेरि सबै साथीहरूको मन एकै किसिमको, कुनै पनि ठाउँमा ठाउँ पायो कि रमाइलो गरिहाल्ने। ल हेर्नुहोस् त, सबैजना ओर्लेर आफ्नै तालमा नाचगान गर्न थाले, गीत बजाएर आफै नाच्दै। केही छैन, सबै एकै किसिमको मनस्थिति र सोच भएका व्यक्तिहरू। कति रोमाञ्चक र रमाइलो हुँदो रहेछ यस्तो यात्रा। कसैलाई अल्छीपनै छैन, कसैलाई दिगदारीपनै छैन। रात परेको छ, हामी सिन्धुली नै आइपुग्यौँ। लगभग सिन्धुलीबाट यो बुद्ध चोक भन्ने ठाउँबाट हामी दाहिनेतर्फ मोड्यौँ। हामीसँगै काम गर्ने सहकर्मी मित्र विनोद धना मगरज्यूको घरमा गएर बस्ने निदो गरेर यहाँबाट। उहाँको घर नजिकै यहाँबाट पर्दो रहेछ र हामी यो बाटो यतातिर लाग्यौँ। रात परेको छ, गाडी हिँडिरहेको छ। बाहिरको दृश्यहरू अब टाढा टाढाको देखिन छोडेका छन्। हामीले केवल गाडीले पालेको बत्तीले अगाडि बाटो मात्र देखेका छौँ। हामी यहाँ लगभग 10:30 बजेतिर पुग्यौँ। अनि यहाँको पहिल्यै म्यानेजमेन्ट गरिराखेको कारणले गर्दाखेरि यहाँको स्थानीय खाना नै हामीले खाने निदो गऱ्यौँ। लोकल कुखुराको सुप बनाएर हामीलाई पर्खिरहनु भएको छ त्यहाँको सरहरूले, साथीहरूले। बडो रमाइलो भयो, गफगाफ गर्दै गर्दै सबै उपस्थिति भएका साथीहरू, अरू साथीहरूसँग पनि चिन्जान भयो। त्यसपछि हामीले त्यहाँ खाना खायौँ। लगभग 12 बजेको छ यति बेला भन्दै हुन्छ सरले। त्यतिखेर 12 बजेको छ। मेरो सिन्धुलीको एउटा होमस्टेमा छ। सिराको एउटा 40 डिग्रीको गर्मीबाट हामी भागेर अहिले चाहिँ सिन्धुली एउटा मनोरम र एउटा ऐतिहासिक तासकामको हिसाबले निकै मनोरम स्थल निकै रमाइलो भइरहेको। हामी चाहिँ अलिक तल गएर बास बसेका थियौँ, अरू साथीहरू अलि माथि हुनुहुन्थ्यो। हामी बिहान उठेर हिँड्दैछौँ। राति बास बसेपछि बिहान उठेर पानी चिया खाइसकेर मर्निङ वक पनि हुन्छ भनेर उठेर तीनपाटन क्षेत्रमै छौँ। मौसम यतिको ठिकै छ, उकालो बाटो हिँड्दैछ, वरिपरिका यी डाँडाहरू राम्ररी देखिएका छन्, रमाइलो भइरहेछ वातावरण। अरू साथीहरू हामीलाई पर्खिरहनु भएको छ माथि। आज हामी हिजो बेलुका अलिक तल आएर बास बसेका थियौँ। अब विनोदजीको घरबाट पनि हामी निस्किएर सिन्धुली गढीतिर जाने निदो गऱ्यौँ। यहाँ बस्दाखेरि रमाइलो भयो, अबेर भए पनि बिहान उठेर सबैसँग कुराकानी भयो, चिन्जान भयो। अब बिहान हामी हिँड्ने तर्खरमा छौँ। बिहान यति बेला करिब 7:30 भएको छ।
यो गाउँपालिकाको कार्यालय रहेछ। हामी यो गाउँपालिका कार्यालयमा गएर एकचोटि त्यहाँका प्रमुखसँग भेटघाट गर्ने निधो गऱ्यौँ। आज शनिबार भए पनि उहाँको उपस्थिति त्यहाँ रहेको छ भन्ने जानकारी पाएपछि हामी त्यहाँ गएर उहाँसँग भेटघाट गर्ने र गाउँपालिकाको बारेमा केही हदसम्म कुराहरू बुझौँ न त एकचोटि के कसो रहेछ भनेर पुग्ने कोसिस गऱ्यौँ। हामी त्यतातिर जाँदैछौँ। तीनपाटन गाउँपालिका गाउँको सिंहदरबार भनेर व्याख्यान गरे पनि वास्तवमा साँच्चै सिंहदरबार जस्तै रहेछ। त्यहाँका प्रमुखज्यूसँग हामीले भेट्यौँ। मेयरज्यू एकदमै मिजासिलो स्वभावको हुनुहुँदो रहेछ। उहाँसँग भेटेर कुराकानी गऱ्यौँ, गफगाफ गऱ्यौँ। उहाँले राम्रो स्वागत सत्कार गर्नुभयो र त्यसपछि हामी त्यहाँबाट बिदा भयौँ। अब हामी फेरि सिन्धुलीको गढीतर्फ जाने बाटो हिँडेका छौँ। बाटो अलिकति यो चाहिँ कच्ची रहेछ। कच्ची भए पनि त्यस्तो साह्रो अप्ठ्यारो त होइन, तर अघिल्लो दिन पानी परेको कारणले गर्दा अलिअलि बाटो चाहिँ ढिलो जस्तो बनेको मात्र रहेछ। गाडीभित्रको दृश्य त्यस्तै नै छ। फेरि पनि बाहिरको रोमाञ्चक दृश्य हेर्न त त्यस्तो छँदैछ, तर गाडीभित्रको अर्को उत्साह र उल्लास वातावरण पनि जारी छ। सिन्धुलीको घुमाउरो बाटो हेर्नलाई यति राम्रो थियो। यो बाटोहरूको दृश्य तलसम्म घुमाउरो बाटोहरू देखिने भएकाले यो यात्रा साँच्चै रोमाञ्चक थियो। हेर्दाखेरिका दृश्यहरू साँच्चै रमाइला थिए। हामी अब यहाँ बिहानको खाना खाने विचार गरेर यहाँ मन्जरी रिसोर्टमा बस्यौँ। यो रिसोर्ट डाँडामा रहेछ, एकदमै राम्रो ठाउँमा रहेछ। त्यहाँ बडो आनन्ददायी चिसो हावा चल्दो रहेछ। हामी गरमबाट गएकोले गर्दाखेरि होला झन् धेरै हामी उत्साहित भयौँ। ठाउँमा पुगेपछि चिसो हावा अनि यहाँ कार्यक्रमहरू पनि भइरहेको छ। विभिन्न ठाउँबाट कार्यक्रमका लागि आउनुभएका मानिसहरू हुनुहुँदो रहेछ धेरैजना। आज हामीले बिहानको खाना यहीँ खाने निधो गऱ्यौँ। हामीले पहिले फोन गरेर जानकारी गराइसकेको थियौँ हामी यतिजना मान्छे आउँदैछौँ, यहाँ खाना बनाइदिनु होला भनेर भनेपछि उहाँहरूले तयार गरेर राख्नुभएको रहेछ। हामी गएर अब खाना खाने तर्खर गर्दैछौँ। पर्यटनहरू एकदमै धेरै आउने, विशेष गरी भारत बङ्गलादेशबाट आउने पर्यटकहरू भएकाले गर्दाखेरि यहाँ अलिकति धेरै भिडभाड चाहिँ हुँदो रहेछ छुट्टीको दिनमा र अलिकति कस्टली पनि रहेछ यो ठाउँ। तर जे होस् यो ठाउँको मनमोहक दृश्यले गर्दाखेरि ती सबै कुराहरू सामान्य नै लाग्दै गए। त्यहाँबाट गरेको सर्भिस पनि एकदमै राम्रो थियो। खाना खाइसकेपछि एकछिन ढलिने विचार गऱ्यौँ। आनन्दले चिसो भएकाले यो घाममा वरिपरि कुर्सी राखेर बिचमा बस्यौँ।
आफ्ना आफ्ना गफका साथीहरूले गरिँदै जानुभयो। अदालतमा काम गर्ने भएकाले होला भाषा पनि अदालती नै थियो। रमाइलो गर्दा पनि तिनी अदालती भाषाहरू प्रयोग गरेर रमाइलो गरेको बडो रमाइलो लाग्ने। यो ठाउँ फोटो खिच्नको लागि एकदम राम्रो रहेछ। दृश्यहरू राम्रा आउँदो रहेछन्। अनि अलमल गऱ्यौँ, एकछिन छलफल गऱ्यौँ, गफगाफ गऱ्यौँ त्यहाँ बसेर। फेरि त्यहाँबाट हामी निस्क्यौँ। अब हामी यो सिन्धुली बर्दिवासको बाटोमा पर्ने यो एकदमै चर्चित ठाउँ सेल्फी डाँडा भनेर पनि चिनिँदो रहेछ, त्यो डाँडामा आइपुगेका छौँ। एकछिन गाडी रोकेर यहाँको दृश्यहरू पनि हेरौँ, यहाँ फोटो पनि खिचौँ भनेर हामी ओर्लिने विचार गऱ्यौँ। हामीले यहाँका यी युद्धका लागि प्रयोग भएका सांकेतिक मूर्ति चित्रहरू यहाँ देख्यौँ। कहिले भएको थियो, युद्ध कस्तो भएको थियो, के भएको थियो भन्ने सम्पूर्ण कुराहरू यहाँ भित्तामा लेखिएको रहेछ, पढ्यौँ। त्यसपछि हामीले यहाँ एकछिन फोटो खिचेर यहाँका दृश्यहरू आफ्नो क्यामेरामा कैद गरेर फेरि यहाँबाट हामी हेऱ्यौँ। अब हामी सिन्धुली गढी प्रवेशद्वारबाट भित्र छिरेका छौँ। सिन्धुली गढी जो चाहिँ एकदमै चर्चित ठाउँ हो, जहाँ हामी जाँदैछौँ। यहाँ पुगेपछि आज विशेष कार्यक्रम रहेछ। नेपाली सेनाका नेपाली सेनाले आयोजना गरेको सायद कार्यक्रम हुनुपर्छ यो, नौमती बाजा सहितका उहाँहरूलाई छोड्दै छोड्दै गढीतर्फ प्रस्थान गर्यौँ। छुट्टीको दिन बिदा सदुपयोग गर्नका लागि र यहाँको अवलोकन गर्नको लागि, यहाँको रमाइलो रोमाञ्चक दृश्यहरू हेर्नको लागि र थोरै भए पनि शीतलता महसुस गर्नका लागि यहाँ पर्यटकहरू धेरै आउने जाने गर्नुहुँदो रहेछ।
यो अदालत जेल घर भनेर लेखिएको छ। यहाँ त्यस बेला यो ठाउँ चाहिँ अदालत अनि जेल घर रहेछ। यहाँ वरिपरि घेरिएको छ, माथि डाँडाबाट त्यहाँ अदालत र जेल घर भएका ती भग्नावशेष सम्भवतः यहाँनिर रहेका छन्। यी सबैतिरका दृश्यहरू हेर्दै हाम्रो क्यामेरामा कैद गर्दै गर्दै हामी अगाडि बढ्यौँ। कार्यक्रम स्थल जहाँ झकझकाउ बनाइएको छ नेपाली सेनाद्वारा। युद्ध सङ्ग्रहालय भनेर लेखिएको यो ठाउँ जहाँ चाहिँ युद्ध गर्दाखेरि प्रयोग भएका तोप, गोला, बारुद अनि घोडा हतियारहरू जे जति छन् त्यस्ता हतियारहरू राखिएका रहेछन्, जहाँ टिकट गरेर त्यहाँभित्रको अवलोकन गर्न पाइँदो रहेछ। यहाँ ढोकामा पुगेपछि हाम्रो क्यामेरालाई रोक्न भनेर सङ्केत गरियो। त्यसपछि हामीले त्यहाँभित्रका दृश्यहरू तपाईँलाई देखाउन सकेनौँ। त्यहाँका अवलोकन गरिसकेपछि बाहिर निस्केर हामी अझ माथि गढीमा जाने विचार गऱ्यौँ। जहाँ चाहिँ तोप गोलाहरू सहितको गोलाहरू राखिएका थिए। पृथ्वीनारायण शाहको मूर्ति छ, राष्ट्रिय एकता भनेर लेखिएको। अनि यहाँ चाहिँ दिव्य उपदेशलाई ठुलो अक्षरमा लेखिएको रहेछ। यहाँ फोटो खिचायौँ हामीले। त्यसपछि यो अग्लो, निकै अग्लो, हेर्दाखेरि तलबाट हेर्दा त निकै गाली लाग्दो उकालो रहेछ सिँढी। हामी त लगभग हिँडिरहेको बाटोमा भएकाले होला लगभग सामान्य रूपमै गयौँ। यहाँ एकजना सरलाई एकदमै गाह्रो भयो उकालो चढ्नु, र पनि उहाँ आफ्नो अठोट गरेर चढ्नुभयो। यो चाहिँ गढी। अब यहाँबाट चाहिँ परका दृश्यहरू पनि देखिँदो रहेछ। अग्लो ठाउँ। यहाँ मान्छे किन भेला भयो रुखको फेदमा भनेको, यहाँ चाहिँ ड्रोन अड्केछ। त्यो रुखमा गएर ड्रोन अड्केछ अनि ड्रोन कहाँनिर छ त्यो अड्केको ड्रोन भनेर सबैजना हेर्दा रहेछ। हामीले सोच्यौँ त्यो रुखमा केही फल फलेको छ र हेर्दैछ। अनि यो दृश्यहरू ठाउँ ठाउँमा हामीले यसरी फोटो खिच्यौँ। गीत सङ्गीतमा झुम्दै रमाउँदै आफ्ना कथा व्यथाहरू सुनाउँदै रमाइलो गर्दै एकअर्कामा कुराहरू सेयर गर्दै हामी अगाडि बढ्यौँ। गाडी आफ्नै रफ्तारले दौडिरहेको थियो। प्रयास होटल, जहाँ चाहिँ स्विमिङदेखि लिएर लजिङ फुडिङको राम्रो व्यवस्था रहेछ। त्यहाँ गएर हामीले खाजा खायौँ। अब यहाँ एकछिन पार्किङ गर्ने विचार गऱ्यौँ हामीले। पार्किङ गरेर अब चिया नास्ता खाऊँ भनेर हल्का पानी पर्न थाल्यो।
हामी गाईघाट उदयपुर क्षेत्रतिर प्रवेश गरेका छौँ अब। ठाउँ ठाउँमा 4 लेनको बाटोहरू पनि खुल्ला बाटो भएकोले एकदमै राम्रा दृश्यहरू चाहिँ त्यहाँनिर कहीँ कतै अवरोध थिएन, गाडी आफ्नै रफ्तारमा दौडिरहेको छ। सिमेन्ट फ्याक्ट्री अब हामी एकछिन यहाँ बग्दै गरेको पानी छ भन्ने बुझेपछि एकछिन पौडी खेलौँ भनेर स्विमिङ पुलमा भन्दा पनि यस्तो पानीमा चाहिँ नुहाउँ भनेर एकछिन निस्क्यौँ गर्मी बेलामा। जङ्गलको बाटो रहेछ, हामी हिँड्दैछौँ, जाँदैछौँ। खोला देखियो, जङ्गल ठुलै थियो, घनघोर जस्तै। अन्ततः हामीले पानी भेट्यौँ। र एकछिन नुहाउने विचार गऱ्यौँ। त्यहाँबाट हामी हिँडेपछि अब हामी गाईघाट चोकमा आइपुग्यौँ। यहाँ एउटा गाईको मूर्ति रहेछ, शालिग बनाएको रहेछ। यो गाईघाट चोकमा छौँ हामी। अब यहाँ एकछिन फोटो खिचेर यहाँ केही नास्ता खाएर हामी सिधै फेरि सिरा फर्केर आएका थियौँ। यसरी हाम्रो यो यात्रा रोमाञ्चक भएको थियो।